काले कुकुरले चाहिँ के टोक्दैछ फुलबारी पनि छ बाटोभरि कटहर बिचमा घर पनि रहेछ ठुलो है यहाँ रागो पनि रहेछ पुरा चल्लाहरू रागोहरू पालेका छन् यताका मान्छेहरूले मकैबारी मकै चाहिँ एउटा पनि रहेनछ भाँचिसकेको रहेछ है गाईहरू यता पुरा पक्की घरहरू हुन्छ होइन आजकल चाहिँ यहाँ चाहिँ सुकेको मकै टन्ने रहेछन् के उड्यायो के यो सुगाको सुगा ठुल्ठुलो पक्की घरहरू बन्दैछ यहाँ होइन किनभने यहाँको मान्छेहरूले अब पिच रोड पाइसक्यो नि त बन्दीपुर हामी चाहिँ यहाँ बन्दीपुरै हो हामी चाहिँ होइन हामी चाहिँ अहिले तन के अरे गोर्खामा छौँ यो चाहिँ गोर्खा जङ्गलतिर मकै चाहिँ यहाँ पुरा युज गरिरहेको रहेछ अच्छा मन परेको फुर्तीतिर होइन बुढी गीतै बिच जान्दैन क्या मैले गाउनु यो चाहिँ जुन पराको पहाड है त्यो गाडीहरू आउँछ यहाँ जान्छ गाडीहरू रेलगाडी नै हाड निक्लेर उता तुतुरे पालनटार निक्लिन मिल्छ आइसहरू पनि चल्छ यो बाटो चाहिँ टाढो पहाड की रानी बन्दीपुर देख्नुहुन्छ सर्र बटारे सर्नु चाहिँ अब अलि जाने जस्तो लाग्छ अहिले चाहिँ अब डर लाग्थ्यो होइन पहिला चाहिँ उसमा पछाडि चढ्नलाई अहिले चाहिँ अलि ठिकै भएको छ मलाई मनदेखि अब यार मुटु काम नि के गर्ने अब लडाइदिएर अब मलाई के भयो त मतलब भएन अब बिस्तारै स्पिड गर्ने होइन है स्पिड गर्ने होइन ठिक्क चलाउनु ठिक्क पारामा हाम्रो यो भ्लग चाहिँ आज 6 मिनट गइसक्यो अलरेडी यो ग्रिनमा चाहिँ पुरै यो खेतमा चाहिँ पुरै त्यो के भन्छ अरे हाम्रो